मगरको छोरी हो खाइन्छ ल कुटुक कुटुक म खानु गयो नि बी अनेस्ट होइन अझै खानु लाग्दो भइसक्यो यो भोटेश्वरा होइन यो लाप्दी हो क्या है चिन्दैन बाबु मलाई थाहै छैन लाप्दीको गेट चाहिँ उता मामा फर्काटिहाल्छ नि के अन्त त्यस्तो भिड भयो नि यस्तो भिड छ आम्मा लाप्दी गेट आइपुग्यो गेट हो यो लाप्दी गेट बन्दीपुर 22 किलोमिटर यहाँबाट 22 किलोमिटर चाहिँ बन्दीपुर आयो वाउ यतैबाट जाने यसरी खै ल ओहो घरहरू त टन्नै देखियो आज भोटेश्वरा ए किन ब्रेक हाने होला हेत्तेरी ल सबजना धुलोले विरक्त भयो होइन डेन्जर धुलो है तिमीलाई त रमाइलो होला भित्र म चाहिँ जुत्ता लगाएन चप्पल लगाएको खुट्टा दुखेर अब यही होटलमा खाने हो होइन अहिले पूजा गरेर आएपछि यो खाने चाहिँ यो बोका हो कस्तो राम्रो भइदिएर हाम्रो यहाँनिर खाजा खाने ठाउँ चाहिँ यो घुमाउरे घरमा लाप्दीमा चाहिँ मेला यहाँनिर लाग्थ्यो फाउ पूर्णिमामा यहाँनिर चुड्का सुड्का बजाउँथ्यो पहिला अब यसपालि त खै के भयो म आउँदैन होइन हेलो भन्दै हेलो भन्दै गर्दै करा न तर पूजा गर्ने यो लचक लचक त्यो कम्मरे देऊ न नम्बरे ल यहाँ चाहिँ अब रेस्ट हुँदैछ एकछिन पिसाब फेर्ने पानी खाने टिकटक बनाउने यता बहिनीहरू मैं तो यमी लौट गया द अब हामी माथि जान्छौँ मन्दिरतिर हिँड्दै भाइ गरिदिउँ ल लेट्स गो अब हामी सबैजना जाँदैछौँ मन्दिरको गन्तव्यतर्फ अब माथिले गएर भेटौँला यता बहिनीहरू पनि छ उनीहरू चाहिँ एकछिनमा आउँछ अर्कोमा यो बाटो सर यो गाडी भन्दा त्यहाँ धेरै मान्छे धेरै छ त नि बोका भएर ल लाली गुराँस नि फुल्यो तर यहाँ चाहिँ आइपुग्यो होइन त्यो यो सिम्पेसरी पार्कमा आइसक्यो हामी बाटो चाहिँ खतरा बनाइछ अहिले आमा यतापट्टि छेउ चलपल बहिनीहरूको ऊ दिदी हेर सिम्पेसरी पार्क कति दामी रहेछ है आयो न्याउ कस्तो भइरहेछ उठ्छ नि मामा चाहिँ त्यहाँ पुगिसक्यो बोका लिएर बिस्तारै बिस्तारै आउने सबैजना ए भगवान्
क्यामेरामा देखिन के गर्छन् मान्छेहरू मोटे सानबाउ बिस्तारै आउँदैछ मन्दिरको काम भइरहेको छ माथि पनि ढोकोमा मार्बलहरू बहुतै छ हाम्रो भाइहरूले यहाँ पनि पूजा गर्नुपर्छ है सुबहादेव टक्क लाएर के रे मम्मीहरूको नाम मम्मी ए भैरम देउता हावालो चलिरहेको छ है म चाहिँ मन्दिर आइपुगिसकेँ आलिसान शानदार छ हाम्रो छिम्केश्वरी माई मन्दिर यहाँनिर पनि अर्को मन्दिर छ स्टोर रुम भन्ने सुन्नेमा छ लालीगुँडा चाहिँ सकिसकेछ त हाम्रो मन्दिर वाउ कस्तो राम्रो त्यो घन्टीहरू पछि बनाउनुपर्छ चप्पल फुगालेर आउँदै छ मम्मीहरू पनि छिम्केश्वरी माता कि जय 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 यहाँबाट यता चाहिँ फेरि सर्लकै भिड हो होइन हेलो एउटा हावा चलेको लास्ट आँखाबाट आसो आयो भयो यताबाट चाहिँ यता माथिबाट नि एउटा मन्दिर छ सानो त्यहाँ जानु सकिन्छ होइन पूजा गर्नको लागि लालीगुँडा फुल्दै यहाँ लास्टै राम्रो देखिन्थ्यो अहिले फुलेर हिँड्छ फोटो सेसन चलिसक्यो यहाँ बिहासी बुलामीको हेलो कस्तो अनुभव भयो ठिक छ नि छिम्केश्वरी होला हाम्रो सानबाउको भगल पनि थियो होइन एउटा पुजारी पुजारी बानी हुनुहुन्छ यहाँनिर तपाईँकोले हो क्या बाजे अहिले है दुईजना छ जस्तो लाग्छ पहिला ए दुईजना हुनुहुन्छ है सुत्न त घरै जानुहुन्छ क्या तपाईँहरू है सुत्न घरै जानुहुन्छ क्या यता घरडाँडा जानुहुन्छ भोटेसराको एकजना घरडाँडाको छ है बाजे एकजना घरडाँडा हुनुहुन्छ है ए लाप्चीको नि हुन्छ अझै मन्दिर यहाँबाट यत्रो छ फेरि पुरै भिड फेरि यस्तो डाँडामा बस्नु भएको छ छिम्केश्वरी माता सबैलाई रक्षा गरौँ आम्मामा हेत्तेरी तर हाम्रो आफूभरि गाउँपालिकाले अस्ति नै हामी आउँदा चाहिँ होइन यहाँबाट प्याराग्लाइडिङ गर्ने भनेर अलिकति कुरा पनि भइसकेको थियो तर यहाँनिर दुर्भाग्यवश के भयो भने हावाको गति सँगसँगै माथिबाट प्लेन पनि यहीँबाट जाने भएर चाहिँ प्याराग्लाइडिङ गर्न मिल्ने भएन त्यही भएर नत्र यहाँबाट प्याराग्लाइडिङ भएको भए हामीले यहाँ विश्व रेकर्ड हानिसक्थ्यो पछाडिपट्टि यहाँनिर काठमाडौँ हुन्छ क्या सायद लालीगुँडा कस्तो राम्रो फुल्थ्यो हामी अलिक ढिलो आयौँ नि त होइन सबैजना आउनु होला हाम्रो छिम्केश्वरी मातालाई भएको ठाउँमा एकदम आनन्दसँग बस्नुहुन्छ छिम्केश्वरी माता पूजा गर्नुपर्छ एकछिनमा मम्मी राउन्ड भइसकेको छ है कान्छामा हुनुहुन्छ क्यामेरामै हटेन क्या क्यामेरामा हटेन क्या भनिदिएको मम्मी पूजा गरौँ न पूजा गरौँ ल अब एकछिनमा
चाहिँ कता घुमाउने दिदी तिनपल्ट घुम्नुपर्छ यहाँ तिनजना लाँदैछ त तिनजना लाँदैछ त आइज न ल हामी चाहिँ एक ठाउँ पूजा गरेर भ्याएर अब अलिकति उतापट्टि एउटा मन्दिर छ त्यहाँ हेरेर पूजा गर्नुपर्छ त्यहाँ जाँदैछौँ खानबाउहरू त्यतापट्टि भ्याउनु लगाइसक्नु भएछ दिदीहरू चाहिँ आउनुहुन्छ मम्मी र मम्मी आउनुहुन्छ म यहाँ छु अब पूजा गर्न त्यहाँ माथि पनि जानुपर्छ यहाँ पूजा गर्दै रहेछ मन्दिर पनि धेरै ठाउँमा छ नि त फेरि कन्फ्युजै हुन्छ त हो न्याउ के छ लागिन्छ हौ ओ माई गड ल माथि पूजा गरेर आएर अनि यहाँ गरेर अलिअलि खानुपर्छ नत्र त भोक लागेर मर्नुहुन्छ हो बजी नै भइरहेको छ पछि ल चपल फुकालेर पूजा गर्छु अनि म कसको यो भगवान्को कि त्यो मान्छेको यहाँको देउता चोरेर लाँदाखेरि चाहिँ के भएर बजे त्यहाँ गाडी नचल्यो भने होइन गाडी नचलेर अनि फर्काएर लिएर आएर राख्दाखेरिमा हात कि खुट्टा माथि हारे कि त्यो मान्छेको ए भगवान्को कि मान्छेको ए भगवान्को है यति बलियो हुन्छ भगवान्हरू अनि गाडी नचल्ने अरे त्यस्तो हुने है घरमा ती शक्ति हुन्छ भगवान्को म दर्शन गर्न आइरहेको छु त्यहाँबाट भाइहरूको बनकाफल खोजी कार्य छ जारी बनकाफल कति टिपेको छ बनकाफल खाऊ न एउटाको 1 लाख रे मम्मीहरू चाहिँ त्यहाँ पुग्नु भइसक्यो हामी चाहिँ आउँथ्यो बहिनीहरूसँग कुशल कति टिप्यो काफल खै त अनि खै त एउटा खाइदिउँ है काफलै देखेन त ए रातो रातो बल्ल देखेँ यामा कति अमिलो थियो तेरि चिरिक्कै बनायो त तिम्रो बिहा भयो भएन अरे मनिका बिहा भयो भएन अरे भाएर भनिदिएर मेरो बिहा भयो होइन यति राम्रो ह्यान्डसम ज्वाइँले देखलायो भिडियो फेरि र के हो रे बाबु खासी खाइदिनु सबैले खाइ तपाईँहरूले हजुर नखाने होला म त स्प्राइट चिसो पानी हो चिसो हो यस्तो त छोड्नु भएन होला फेरि तल गएर भोका खाइन्छ यहाँ चाहिँ यसो चिसो ल फाइनल्ली हामी तल आइपुग्यौँ भोटेश्वरा भन्ने ठाउँमा आएर अहिलेको पूजा गरेको बोका काटकुट हुँदैछ एकछिनमा खाइन्छ यो चाहिँ टक्क लगाएर यतापट्टि चान्द्रा हुँदै देखाएको छ दादाले अब पनि थाकेको छु ल एकछिन रेस्ट गर्छु है अब यो अहिले पछि देखाउँला अब अरू मासु काट्दैछ म चाहिँ भोक लागेन त्यो खाइदिनु पऱ्यो अब नभए नि के भन्नु मम्मीहरू चाहिँ यता हुँदा स्प्राइट आन्द्रा बुढी पूजा गरेको खै यो यसो गार्डन देख्दा पाकी मासु सेट फेरि यहाँ मरद छ मरद
रमाइलो भइरहेछ रमाइलो बी अनेस्ट होइन अहिले चाहिँ खानु लाग्दो भइसक्यो चाख्न त मन थिएन के गर्ने खानै पर्यो सबैजना खाइरहनु आनन्द चिलमा कस्तो भयो पार्क हो र फोटो खिचेनौ टिकटक बनाएनौ एकतालि मागेन मोबाइल त अनि बल्ल दिउँसोको 3 बज्यो बल्ल खाना खान लाग्यो होइन यस्तो भुटन बबाल फेरि सक्दैन लाइन हो पुरै सब भोकले हम्मे भइसक्यो ल बसेर खाऊ खाइसक्यो के लिएर आउने ल ओके राम्रोसँग खानु बिस्तारै ठिक छ यता मेरो बहिनीहरूले बोलाउँदैछ मलाई What happened? मगरको छोरी हो खाइन्छ ल कुडुक कुडुक म खान गएँ नि हालेन फरक पर्दैन भाइ खाना खाइसक्यो दाँतमा मासु अड्किरहेको तिमीले खायो मिठो अरे हो जान खाऊ म त खान्न कहिले पनि छोडिदिएको किन होला सेता रङमा पहिला एउटा सुत्रे हानी 3 वर्ष भयो 3 वर्ष बोका हो यत्रो मलाई देखेन यहाँ दिस इज अ कुरकुरे यो चाहिँ हाम्रो सितन यो चाहिँ हाम्रो छाङ अहिले गाडीमा धेरै नभएर ल्या थोरै खाऊ भुल बिहान होला यहाँ मासु सकायो ए क्यामेरामा आइदिन्छ लाब्दीमा गएर भाँडी कस्तो राम्रो देखिरह रेडी अब छ्यामा जानुलाई रेडी अब जानुपर्छ त्याउलाई अर्के हल्दार यस सानबु हामी त वेलकम सबै कुरा सक्सेस भयो हैन राम्रो भयो मेरो छोरा छोरी भान्जा भान्जी दिदी बहिनी सबै आहा राम्रो भयो सबै दाजुभाइ रमाइलो भयो एकदम गुड छ आज ओके छ अब घर कति बेला जाने हो अब जाने बाबु 10-15 मिनेट ओके डन त्यही हो भने अरे त्यो उसको बट्टा अरे के भाडा चम्पाउनलाई राखेको हो नेताजीलाई नेता त गयो आज भाडा मस्काउनेमा भाडामा त ल केटी मान्छेहरू हो काम थोरै हल्ला धेरै ओ भाइ लौ
हे भगवान् ल एकछिनमा घर जानुपर्छ ला झ्याउलाइसक्यो होइन मलाई त टाउ देखेको अरू भन्दा नि चिसोले ओठहरू पनि फुट्यो यस्तो अगायो भोटे छोरा पनि अब पछि आउनुपर्छ फेरि मन्दिर माथि यो मन्दिर चाहिँ रेडी भइसक्यो बाहिर जानलाई अब घरै छैन अनि उराट लागिहाल्छ नि यहाँनिर त्यस्तो राम्रो घर छ फेरि घुमाउने घर भन्छ नि यसलाई यहीँ रहेछ मम्मी हाम्रो बोजूहरू यता हुनुहुन्छ अरू त मजा भएन नि त अब लास्टसम्म उठेपछि अब अहिलेको भर्खर राम्रो सक्सेस राम्रो खाएपछि त्यसै राम्रो काम हुन्छ बुझाउनु पर्यो यसो हो नि बाबु ल हामी लाब्दीलाई बिदाई गर्दै खानासाना खाएर अब चाहिँ हामी घरतिर जान लाग्यो कस्तो रमाइलो भइरहेको थियो अहिले त बेलुका हुँदै आएको चकमन्न देख्छु त यहाँ चाहिँ नयाँ ढलान पनि गरेको रहेछ बाटो यस बाटो चाहिँ पहिलाभन्दा बेटर छ है यहाँनिर टर्निङमा लास्टै गाह्रो हुन्थ्यो क्या पहिला आउनुलाई है अहिले त जस खतरा राम्रो बनाएको रहेछ यहाँनिर कुखुरा फार्म पनि थियो अहिले चाहिँ हटाएछ यस राम्रो रहेछ पहिलाको भन्दा यहाँ होमस्टे छ ओ पेट टन्न भएर यहाँ गाडीको छत माथि बस्नलाई चाहिँ होइन छुट्टै मजा हुन्छ कि छुट्टै मजा अब यहाँ बसेर सर घर जानुपर्छ आनन्द फिलमा यहाँ बसेर दुईवटा भाइहरू पनि छ होइन छ्यामाको छोराहरू चिल पारामा स्पिकर बजाउँदियो अझै एमस्टर लनमा लामो लनमा त्यो होइन केटा हो अब अरू मान्छेहरू आउँदैछ हामी चाहिँ अलिक पहिला आयौँ छतौराहरू हो नि त होइन के अन्त नि बिस्तारी अब बाटोतिर देखाउँदै लैजाउँ ला तल गएर भेटौँ ला सबैलाई कन्डो दुखिसक्यो हो बस्दा बस्दा भ्यू चाहिँ बबाल देख्छ फेरि यहाँ बसेर यस्तरी हिँड्नलाई यता चिउरी बास जाने बाटो यता छिम्केसरी यता कता कता है नबजाउने एकछिन कपिराइट लाग्छ कि यो बहिनीहरू काम छैन भयो एउटा लोब्राङ जाने बाटो मेरो छोरी अर्को छोरी कताको खाना त त्यहाँ हो के अरे अब भइसक्यो उता च्यान्डाडा हेर न उता सेतो देखेको मायालाई पानको पात हजुर ल पाउडर लगाएछ नेपाली पाउडर जस्तै त्यस्तो बाई बाई ल हामी आइसक्यौँ अब गाउँ लगभग